हेलो एभ्रिवान, नो द सबलाई इट्स मी मिस्टर एमके। अनि आज चाहिँ मेरो बडी बिल्डिङ कम्पिटिसन प्रिपेरेसन डे 16। सो दिनको सुरुवात चाहिँ मेरो सनबाथ लिँदै 4वटा अन्डा बोइल गरेर एक कन्ज्युम गरेँ। सो कलेज जाने टाइममा रेडी भएर म चाहिँ कलेजतिर लागेँ। सो आज चाहिँ त्यो 2-3टा पिरियड खाली भएकोले धेरै पछि नै भलिबल प्र्याक्टिस गरेर एकछिन खेलियो। अनि आज चाहिँ बनानाहरू मैले ल्याएर राखेको थिएन। सो आजको थर्ड मिल चाहिँ अब क्यान्टिनमै खाइयो। अनि आज चाहिँ जिमभित्र पुग्ने बित्तिकै एउटा दाइले चेस्टको डम्बल प्रेस हान्नु भइरहेको थियो। अनि त्यो दाइलाई चाहिँ मैले जोसमै 40 केजी जबरजस्ती हान्न लगाएँ। त्यो दाइले पनि हान्नु भयो जोसमै 6 रेप। सो आज मेरो पनि चेस्टकै वर्कआउट थियो। सो त्यही दाइसँग नै गरेँ। चेस्टको फर्स्ट एक्सर्साइजमा चाहिँ हेभी सेट नै हाने मैले पनि। वार्मअपसम्म गरिसकेपछि फर्स्ट सेटमै मैले 35 को हाने। 35ले पनि धेरै नगए पनि 6 रेप प्लस नै भयो। सो सेकेन्ड एक्सर्साइजमा चाहिँ बेन्च प्रेसको 3 सेट हाने र लोवर चेस्टको लागि चाहिँ केबल फ्लाइ 3 सेट हानेर सुपर सेटको लागि चाहिँ केबलमा 1 सेट फ्लाइको हाने र फ्ल्याट बेन्चमा 5 केजीले फ्लाइ र 10 केजीले क्लोज ग्रिप हानेर वर्कआउटलाई सकाए।